हार्दिक अभिवादन म दुर्गा वनवासीको। यतिखेर मेरो हातमा कवि कृष्ण उदासीको पानीको पर्खाल कविता संग्रह रहेको छ। यस कविता संग्रहका सबै कविताहरू 101 छन्, आफैमा पूर्ण छन्, उत्कृष्ट छन्। तिनीहरू मध्येबाटै एउटा कविता छोटो मिठो म वाचन गर्छु। ईश्वरको परमधाम। कविताको शीर्षक ईश्वरको परमधाम, कवि कृष्ण उदासी र कविता संग्रह पानीको पर्खाल। ऊ बेला ईश्वरको सत्ता थियो, ऊ बेला ईश्वरकै शासन थियो। ऊ बेला ईश्वरको सत्ता थियो, ऊ बेला ईश्वरकै शासन थियो। ईश्वरले नै दिन्थ्यो वरदान, श्राप, न्याय र सजाय पनि। अनि त ईश्वर प्रति आस्था, विश्वास, भरोसा र डर पनि थियो। त्यसैले मान्छेहरू मान्छे नै थिए, मान्छेभित्र मानवता पनि थियो। त्यसैले मान्छेहरू मान्छे नै थिए, मान्छेभित्र मानवता पनि थियो। एक दिन मान्छेलाई ईश्वर हुन मन लाग्यो। एक दिन मान्छेलाई ईश्वर हुन मन लाग्यो र चङ्गुल थाप्यो मन्दिर, मस्जिद, गुम्बा र गिर्जा घरको। जुन दिन ईश्वर परमधाम भयो, त्यसै दिन मान्छेले ईश्वर ऐलान गर्यो आफैलाई। जुन दिन ईश्वर परमधाम भयो, त्यसै दिन मान्छेले ईश्वर ऐलान गर्यो आफैलाई। अब यो संसारमा ईश्वर पनि छैन, अब यो संसारमा मान्छे पनि छैन, अब यो संसारमा ईश्वर पनि छैन, अब यो संसारमा मान्छे पनि छैन।